नमस्कार, हाम्रो युट्युब च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत छ। आजको भिडियोमा हामी नेपाल सुनचाँदी व्यवसायी महासंघले तय गरेको दैनिक सुनचाँदी दरको बारेमा छोटकरीमा जानकारी दिन गइरहेका छौं। आजको दिनमा छापावाल सुन तथा तेजाबी सुन साथै चाँदीको मूल्य के कस्तो रहेको छ, हिजोको तुलनामा घटेको छ या बढेको छ, यसको बारेमा पनि आजको भिडियोमा चर्चा रहनेछ। आज मिति 2082 साल वैशाख 16 गते मंगलबार नेपाली बजारमा आज सुनको मूल्य सोमबार प्रति तोला 1,88,300 रुपैयाँमा खरिद बिक्री भएको सुनको मूल्य आज 500 ले बढेर 1,88,800 रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मूल्य प्रति तोला रु 1970 रुपैयाँ कायम भएको छ। सोमबारको तुलनामा आज चाँदीको मूल्य स्थिर भएको हो। सोमबार चाँदी 1970 रुपैयाँमा नै कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुन 3,310 अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। दैनिक सुनचाँदी दरको बारेमा सबैभन्दा छिटो जानकारी प्राप्त गर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।